तो यो व्हाट्स हैपनिङ गाइज माई नेम इज हेरी र हजुर हुन्छ आरफ गेमको च्यानलमा र आज हामी छौँ हाम्रो न्यू एसएमपी यानी हाम्रो वर्ल्डै हो नर्मल यसमा हाम्रो फ्रेन्ड्सहरू मात्र जोइन हुन्छन् यो एसएमपी हो हाम्रो फ्रेन्ड्सहरूको लागि मात्र तर अरू बाहिर मान्छेहरूको लागि हैन यो चाहिँ हाम्रो नयाँ बनाएको भर्खरै धेरै हैन त्यही एक दिन भएको यो बनाएको हाम्रो गेट अनि इन्टर गर्नको लागि चाहिँ आज मेरो नाइट ड्युटी लाहा हेर्नको लागि किनकि उता गाउँमा चाहिँ अलिकति दुश्मनहरू छन् आउन सक्छन् त्यही भएर चाहिँ आज नाइट ड्युटी लाहा मेरो गन्सहरू चाहिँ धेरै नै पाइसके गाइस गन सबबाट लिएर आएको गाइस बिहान हुन दिनु अनि त्यसपछि हजुरले देखाउँछु गाइस यो त चलाउँदैन यो पनि धेरै हैन भयो अब नै यी गाइस यहाँतिर हाम्रो उस मरेको थाहा होला हजुरले यहाँतिर हाम्रो फोटो अहिले मेरो घर भने हैन गाइस त्यही भएर म त्यही पनि सुत्दिनँ भिलेजरकै घरमा सुत्नु गर हेर्नु गाइस यो दुईटा पनि मसँगै हो काम गर्ने बिहान पनि हुन लागिसक्यो गाइस अब मेरो ड्युटी सकिन लाग्यो गाइस गाइस ड्युटी सकिने बित्तिकै मैले यस्तै माथि चलाइदिने यो त्यसपछि मेरो काम भ्याग्यो भनेर म जाने आनन्दले इन्भेन्ट्री खाली गरेर आउने घरमा यतिकै एउटा गन मात्र लिने त्यही पनि एडब्ल्युपी हैछ गाइस धेरै तगडा गन हो गाइस ऊ घाम हुँदा अब मेरो पनि सकियो अब सबै भिलेजर्सहरू उठिसके तर केक पाइ मलाई पनि खान मन लाग्यो गाइस धेरै गन ह त्यही पनि मैले यति नै बोकेर हिँड्छु गाइस ल मेरो ड्युटी सकियो गाइस म यसरी पड्काइदिन्छु ल अब चाहिँ गाइस म केही हैन म जाने एउटा भिलेजरको घरमा जस्तो कि यो मेरो घर हो यानी अहिले चाहिँ म यसलाई नै घर बनाएर हो मेरो किन भन्दाखेरि यो मेरो नर्मलै हो नि त गाइस हेर्नु यो मेरो नर्मल घरै हो कि यानी यो मेरो अहिले बन्दै छ यहाँबाट खनेर जाने गाइस माथि ए यार गाइस यार चेस्ट ल्याउनु छ एउटा खाली गर्न पर्छ गाइस यहाँबाट यस्तै उस गर्ने डट ल्याइदिने भ्याइयो अब के गर्न पर्यो भन्दाखेरि गाइस चेस्ट ल्याउनु पर्यो एउटा घरबाट भिलेजरको अनि गाइस एउटा नर्मल घर जुनमा कि चेस्ट र त्यस्तो मात्र हुन्छ यो घरमा पनि चेस्टै हुन्छ धेरै जस्तो यो घरमा जाम यसमा यो भिलेजरहरू गरिब किन हुन्छन् यार यति चेस्ट पनि छैन यिनीहरूको घरमा गाइस ए मैले सल्कर बस्दै छ्या मेरो दिमाग यार हेर्न सक्नुभएको छ गाइस यहाँ गन सप छ त्यहाँबाट जे पनि उठाए हुन्छ तर भित्र छिर्न मिल्दैन किनकि त्यहाँ मैले चाहिँ बेडरक लगाइदिएको एडमिन हो नि त म त्यस्तो म डेन्जर लिँदैन र मैले गाह्रो लाग्यो त्यो माइन गर्न त्यही पनि खतरा गाह्रो हुन्छ गाइस दुईटा ब्ल्याक स्मिथ हुन्छ एउटा यहाँ एउटा कहाँ गयो कि अर्को कहाँ गयो रुक्ने गाइस म यहाँ गएर हेरेँ
एउटा ब्ल्याकस्मिथ यहीँ यहाँ रहेछ यहाँ। त्यही पनि गाइस एउटा चिज हम यहाँतिरबाट गेट पनि छैन के यार, तोड्न पनि मिल्दैन। अनि यो त थाहा आजले कस्तो तगडा दुईटा विलेजर बस्यान् कि आज बस्नु पनि। यो मैले हालेको होइन गाइस, यो अर्कैले हालेको कुञ्चनले हाल्दैछ। यो चाहिँ बिचारा विलेजर बाहिर पनि आउन खोजे छैन कि बाहिर आउन सके छैन कि यार। यिनीहरूले मैले राम्रोसँग काम भनेको यस्तो काम गरिदिए यार। ऊ त्यहाँ रहेछ गाइस ब्ल्याकस्मिथ। कस्तो मैले आफ्नो घर पनि बिर्सेँ यार। स्नो गोलम कसले छोडिदिएर कस्तो पागलहरू हुन् के गाइस। स्नो गोलम छोड्छ यार कसले। मेरो घरभित्र छिरिसक्यो यार। अब गाइस मेरो चाहिँ काम भनेको चाहिँ यहाँतिर यस्तै गनहरू राख्ने हो। मेरो कामको भनेको अब धेरै केही होइन, सेफ्टीको लागि यही दुईटा हो। एक स्ट्याक चाहिँ म यहाँतिर लिन्छु। यो चाहिँ लिनैपर्छ। यो त्यस्तो काम लाग्दैन गाइस। नेदरराइट आर्मर चाहिँ निकाल्दिउँ यत्तिकै। म्यागजिन चाहिँ चाहिन्छ 64 यार। मैले के गरौँ यार यो उसहरूको स्पनेको यार अच्छा यार। मैले के गाइस त्यो उस हुँदैन त्यो के भन्छन् त्यो उस हुने के एउटा त्यो भित्र उस पाइन्छ मेसमा गएको गाइस यत्रो दियो के यार गाइस यार बेकारमा के यार। मलाई यस्तो नराम्रो यार, यस्तो दिन्छ कसैले यार गाइस भन्नु है हजुरले मलाई। अहिले चाहिँ धेरै म्यागजिन लिँदैन, सेफ्टीको लागि ल यति मात्र। एक स्ट्याक अगाडि ल, त्यही पनि अहिले यो चाहिँदैन। त्यही भएर म खाली हातै हिँड्छु। हेलमेट निकालिदिन्छु, यो निकालिदिन्छु, यो निकालिदिन्छु। अहिले चाहिँ फ्री हो गाइस। म जति जे हिँड्यो भने केही नै हुँदैन गाइस। अब तल बेस देखिसक्नुभयो मेरो। अब गाइस अब चाहिँ हजुरलाई चाहिँ म आफ्नो गाउँको टुर गराउँछु। पहिलो सुरुमा हजुरले हेर्न सक्नु भएको होला, यो चाहिँ हाम्रो यही गन सप हो जसको भित्र छिर्न मिल्दैन। अनि केक पाई यस्तो यस्तो बेच्नेको हो, तर हामीले फ्रीमा खाइदिन्छौँ किनकि भिलेजरहरूको दिमाग हुँदैन। यिनीहरूलाई ट्रेड गर्नको लागि अर्कोमा जानुपर्छ। र गाइज यहाँतिर हेर्न ओए गाइज मैले यत्रो धेरै उता जङ्गल के भन्छन् डेजर्ट बाइममा भेट्टा थिएँ। केही काम लाग्छन् होला हानेर ल्याएको, केही काम लाग्दैन गाइज। यस्ता यार पचा के भन्छन् मैले यिनीहरूलाई के बोटमा ल्याइ कति धेरै बोटमा बानी होइन तानी ल्याएको यिनीहरूलाई, तर कामै लागेनन् कि यिनीहरू केही गर्दैनन्। काम नलाग्ने जनावर हुनु यिनीहरू। यो भिलेज हो, यहाँतिर चाहिँ हाम्रो फार्मिङ हुन्छ भनेर हजुरले थाहा। हजुरले एउटा अझै भिडियो देख्नुभयो होला जसमा कि हामीले यहाँ बनाएको थियौँ के, यो वर्ल्डमा होइन के अर्कै वर्ल्डमा हो के। यस्तै थियो तर त्यो भिलेज त्यस्तो फरक होइन के, यस्तै थियो तर फरक चाहिँ हो। त्यो गेट चाहिँ हजुरलाई राम्रोसँग देखाइदिन्छु मैले। यी गाइज नेटफ्लिक्सको लोगो, यी हाम्रो दुइटै देशको लोगो। यहाँतिर एउटा इन्डियन भन्दाखेरि चाहिँ मेरो यो चाहिँ हाम्रो गार्डन हो। यहाँ जो पनि आयो हुन्छ कसैले केही भन्दैन, जे गर्नु मलाई गर्ने, तर पर्मिसन लिएर आए पनि हुन्छ, केही नै गर्दैनौँ। तर फुल केही तोड्न चाहिएन। अहिले चाहिँ यो नेचुरली हो गाइस। यो चाहिँ मैले नेचुरली होइन, यो चाहिँ भेट्टाको त्यही टोडेर ल्याएको। अनि यिनीहरू चाहिँ आफै यहाँ फुल लगाइदिएको। देशकै भित्र थियो नि त। अनि गर्दै गर्दै यिनीहरूले बच्चा पाएर अनि यस्तो बढाइदिए जनसङ्ख्या। यी त्यहाँतिर चाहिँ यस्तो हो। अब हजुरलाई चाहिँ हालत म आफ्नो गाउँको देखाउँछु। अनि गाउँ भन्नाले त्यस्तो होइन,
यहाँतिर चाहिँ हामीले यहाँबाट कट्न पाइँदैन भनेर चाहिँ यो लगाहाम। किन भन्दाखेरि उता गइरह नि त, धेरै गइरह चाहिँ गइरह। त्यो सी नै भनौँ न, गइरह। यो सी टाढा जान्छ। यहाँबाट चाहिँ हामीले सिधै ब्लकै गरिदियौँ, किनकि यहाँ पनि अलिकति गइरह नि त। तर यहाँ त्यस्तो ब्लक हाने होइन। यहाँतिर चाहिँ बोटहरू ह। ओए ओए पानीमा के गरे ओए? ओ झुकेर गोलमला। यो चाहिँ खोलेर चाहिँ यहाँबाट जाने हो माथि तैरी। तर म उता जाँदिनँ अहिले। स्विमिङमा जाने ल जाऊँ न त। मार ओए नै माथि। लगाइस यहाँतिर चाहिँ सेफ्टीको लागि मैले एउटा भिजुअलाइजर राखेको, केही काम छैन यो। यहाँतिर चाहिँ अहिले म गरेर देखाउँदिनँ, किनकि जब हाम्रो गाउँमा चाहिँ पानी हुँदैन नि, यहाँबाट छोडिदिने, यहाँतिर आफै पानी बढ्दै जान्छ के। यहाँतिर पानी बढ्दै गएपछि अब कति टाइम लाग्ने गाइस यहाँ निकाल्नु। देख्न सक्नुभएको थियो गाइस यहाँतिर कति ठुलो पल हो, र यो पलमा छिर्यो भने चाहिँ हजुरको पालै निक्लिन्छ गाइस। यहाँबाट यस्तरी गरिदिने, उता पानी जान्छ, पानी भरिन्छ, अनि यो खाल्टो भएको थियो नि देखाउँछु मैले। यो बाटो बनाएको कि यहाँबाट खाल्टो यहाँबाट जान्छ, तल गएपछि यहाँतिर पछाडि मैले बाटो अझै बनाउने ह, यहाँबाट लैजाने। म यो पछि भ्लगमा बनाएर देखाउँछु कि आजै बनाउने गाइस। आजै बनाउने, भाडमा गयो गाइस। अब पानी कतिको भरिन्छ नि त्यो हो गाइस। अलिकति चाहिँ बकेटले नै ल्याएर छर्न पर्छ। बकेट बनाउन चाहिँ अब म घर जान पर्यो अन। यहाँ चाहिँ यस्तो ढाक्दिउँ। यहाँतिर भित्र चाहिँ छर्दिन म, यहाँ माथि चाहिँ डट लगाइदिनु पर्ला गाइस, र यसको लागि चाहिँ टाइम लाग्छ। तर आजको भ्लग चाहिँ यही एन्ड गरौँ। ओके गाइस, टेक केयर, बाई बाई। आजको भ्लग यति मात्र थियो। ओके गाइस, हजुरको दाइको च्यानल हो, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।